मान्छेलाई मात्रै जालमा छिराएको छु है। अहिले यो मान्छेलाई यहाँबाट उडाउन थाल्यो दाइ, एउटा रबरको सर्पलाई दाइ जिउँदो सर्पसँग नचाउन थाल्यो भने यहाँ मर्ने गरी भिड हुन्छ है, यहाँ खुट्टा टेक्ने ठाउँ हुँदैन दाइ अहिले। त्यसैले मैले यो फराकिलो गरेको। भाइ सुन है, अन्तिममा यो भाइले अघि बल हराएको थाहा भयो होइन नि? बल हराएको असरी यो जालसाल खोलेर मान्छे हरायो भने भाइलाई म छोड्दिनँ, तिमीलाई नै छिराउँछु। त्यही भएर खोल्न नसक्ने गरी बान्ने भनेको बानेको गाटो चिन, बलियो छैन भने बलियो बनाउँदा पनि हुन्छ है। मजाले बलियै छ भाइ, बान्यो खेलवाले भाइ, त्यो भाइले बान्दियो। अब यो टोक्रीले मैले यो भाइलाई छोपेर यो मान्छेलाई बल गायब गरेको जसरी यो टोक्रीमा मान्छे गायब गरेर अर्को मान्छे निकाल्नको लागि या जनावरहरू निकाल्नको लागि यसमा मैले साँप भूत पर्या दारा फोक्छ चुक्की अथवा रिमोटबाट चल्ने इलेक्ट्रिक सामानहरू कुनै लुकाएको छ कि एकचोटि हेर त। मान्छे सान्छे केही देख्यो? मलाई देखेन, अरू छैन है। मैले भने नि नरिसाउ, खेल रमाइलो है। खेलवाले भाइ हजुर यति जानियो अनि गीत पनि गाउने है। ल भाइ हजुर अलिकति यो हो यो बाँस के गरेर बान्यो भाइ? यो तल माथि पो भयो। ल भाइ तन्ना पनि दियो, ल गइहालो। के भयो? चिसो भयो, अर्को तन्ना छ भने दिदैन? छैन भाइ, यत्तिकै जवाब। भाइको खेलमा आएको भाइको पाड भए पनि हुन्छ। यो खेलमा आएको भाइको पाइट दिए पनि हुन्छ भन न भाइ। भाइ मान्छे उडेको हेर्ने कि नहेर्ने? पाइट खोलेर ओराउरे यो भाइ जान्छ। मिल्दैन, भित्र लगाएको छैन। खेलवाले भाइ भाइ रमाइलो गरे नरिसाउनु है, बेइज्जत गऱ्यो भनेर नभन है। मैले पहिल्यै भनेको छु रमाइलो हो भनेर। खेलवाले भाइ मान्छे ठुलो, भित्र कपडा सानो, पाइट दिए आलुबारी छर्लङ्गै लाज हुन्छ, बरु यत्तिकै जानी। भाइले एउटा सानो सहयोग गरिदिन सक्छ, एउटा सानो सहयोग गर्दै हुन्छ। एउटा खुट्टा यतापट्टि यो कुनामा टेको तन्नामा है, यो कुनामा एकचोटि खुट्टा टेको जय काली भनेर अर्को खुट्टा हेटेको जय महाकाली भनेर, अर्को छ भने हेटेको जय भद्रकाली भनेर। हात खाली छ, सिधा बस्नु भाइ। यतिको सम्म 1 2 3 भन्छु चाल यो तन्ना खेल्दिने है। अहिले होइन 3 भनेपछि तन्ना उठाउने, मैले 3 भनेको छु है। यसलाई यतिको सम्म, यसलाई तलमाथि नगर्ने, यसलाई यतिको सम्म अलिक जोरले च्याप्पसम्म। यो तन्ना तलमाथि गरे के हुन्छ थाहा छ? मलाई थाहा छैन, भाइलाई सोध्दा भाइ के हुन्छ भनेर तिम्रो प्यान्ट पनि तलमाथि हुन्छ। त्यसैले यसलाई तलमाथि गर्ने काम चाहिँ नगर्ने। लक्कर जमुरा मुरी लखिने किसिमको लागि लैजाऊ। अब सुन भाइ, यत्रो मान्छेको अगाडि यो भाइलाई हात बान्यो, भाइले बान्यो है। जालमा पनि डल्लो पारेर मर्ने गरी टाउको तल्लो गर न भाइ। भाइ लड्यो भने लड्यो भन, भाइले लड्यो भने चाहिँ सिधा बनाइदियो है, यसरी समाएर सिधा बनाइदियो हुन्छ है। पल्टिहाल्यो भने नत्र पर्दैन। भाइ सुन, यत्रो मान्छेको अगाडि हात बान्यो, जालमा पनि डल्लो पार्यो। अब तन्त्र मन्त्र जाने पनि हिजो अस्तिको असरी यो भाइ यहाँबाट उडेर जानु सक्छ, मान्छेलाई ठक्क पारेर यो मान्छे यहाँबाट गायब पनि हुन सक्छ। मन्त्र बिर्सिहाल्यो भने गुम्सेर मर्न पनि सक्छ। भाइ र म यो खेलमा आएपछि एउटा जिम्मा लिन पर्ने हुन्छ। भाइ मरेको जिम्मा लियो, म भाग्या जिम्मा लिन्छु। यो भिरमा आएपछि एउटा जिम्मा लिनै पर्छ। एउटा जिम्मा जुन भयो नि लिइदेऊ भाइ। म भागा दिन्छु, तपाईँ मरे लिँदै। मर्ने गरी बान्ने को म हो, अनि मरे ल्याउ न। मरे त नलिँदै जमुरा छिराएर हुन्छ। भाइले के को मैले भागेको दाइ। मर्ने गरी बान्ने तिमी होइन, अनि मरे ल्याउ न। भाइ के को लिने? भागेको। अब भाग्य जिम्मा भाइको। यत्रो मान्छेको अगाडि जिम्मा ल्याएको छ, किन भन्छु यो टोक भाइले तन्ना हटाउने, टोकरीमा झक्कर तन्ना म पल्टाउँछु। टाउको अलि भित्र गर्न भाइ। अब यो टोकरी भित्र छिरेपछि भाइले के को जिम्मा लिएको? मैले भागेको मरेको मेरो भयो। यताउति गरेर भाग्न थाल्यो भने यो बाँसुरी समाउ।